संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नेपाललाई युरोपेली संघको हवाई सुरक्षामा ब्ल्याकलिस्टबाट हटाउन संरचनागत सुधार थालिएको बताउनु भएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा यसबारे जानकारी दिनुभएको मन्त्रालयका सचिव निरौलाका अनुसार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा ब्ल्याकलिस्टबाट हटाउन आवश्यक संरचनागत सुधारको प्रक्रिया अगाडि बढाइएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदायक संस्थाका रूपमा छुट्याउने प्रस्ताव पारित गरी कानून मन्त्रालयमा पठाउने अन्तिम तयारी भइरहेको छ। युरोपियन अडिटले उठाएका मुख्य शर्त मध्ये संरचनागत सुधार प्रमुख विषय भएकाले त्यसलाई प्राथमिकताका साथ अगाडि बढाइएको उहाँले जानकारी दिनुभएको छ। साथै उहाँले भैरवा लगायत निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन कूटनीतिक पहल, हवाई सेवा कम्पनीलाई आकर्षित गर्न छुट तथा सहुलियत दिने नीति अवलम्बन गर्ने जानकारी दिनुभयो। आगामी बजेटमा पर्यटन प्रबन्धनतर्फ मन्त्रालयले आधुनिक प्रविधि मार्फत पर्यटन व्यवस्थापन, संघ प्रदेश स्थानीय तहबीच समन्वयन तथा सांस्कृतिक पहिचानमा आधारित पर्यटन विस्तारलाई प्राथमिकता दिइने बताउनु भएको छ। नेपाललाई देवभूमिका रूपमा अन्तर्राष्ट्रिय स्तरमा प्रबन्धन गर्ने अभियान सञ्चालन गरिने बताउनु भएको छ। उहाँले पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र